सबै उतामा यो ल सानो सरप्राइज हजुरको लागि कसले दिनु भएको होला गेस गरिदिनु कसले दियो जस्तो लाग्यो दिने मान्छे एउटै त छ मेरो बुढी हो हैन यो कुकुरा सही भयो त भने यो पनि बर्थडे गिफ्ट भयो उर्लाबारीबाट बिकिसा एन्ड भाइ चिरागलाई चाहिँ म यहीँदेखि उहाँहरूप्रति चाहिँ म एकदमै आभारी छु। उहाँहरूको चाहिँ अनलाइन सपिङ बिएनसी आउटलेट अनलाइन सपिङ रहेको छ। हेलो एभ्रिवान, नमस्ते, वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। यहाँहरू सम्पूर्णलाई मेरो तायामी ब्लगमा स्वागत छ। अनि साथीहरू, आजको ब्लग स्टार्ट सँगसँगै चाहिँ मैले चाहिँ फर्स्टमा चाहिँ मेरो बुढालाई सम्झिनु चाहे, किनभने चाहिँ साथीहरू आज चाहिँ मेरो बुढाको जन्मदिन परेको हुनाले म चाहिँ यहीँ टाढादेखि चाहिँ मेरो बुढालाई जन्मदिनको शुभकामना, ह्याप्पी बर्थडे बुढा, जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि साथीहरू, यो स्पेसल डेलाई चाहिँ मैले कसरी यहाँहरूसँग पनि बाँड्ने कोसिस गरेको छु। मेरो भिडियो अन्तिमसम्म हेरेर चाहिँ साथ दिनलाई त। कतिखेर नाइस म छैन म मान्छे नै यस्तो कि जहिले तले नगै देखिन्छ। कति ढेर बस्नु भएछ तताएर पो खानु त मलाई चिसै मनपर्छ। अनि साँच्ची साँच्ची आज हाम्रो भेनाको बर्थडे हो। अनि ह्याप्पी बर्थडे भेना, टाढा भए पनि तर सम्झनालाई आज मलाई मिठो खानेकुरा खुवा भनेर भन्नु ल। अब त्यो यो मोमो साथीहरू, मैले यसलाई यही हो मोमो खुवाएको। यो त मेरो मासु पनि त पर्छ नि। रै पनि बनाएको त हो नि त मैले। ए बेल्नु पोको पार्नु चाहिँ को आयो? साथीहरू, आज चाहिँ मेरो बुढाको जन्मदिन, त्यसको लागि चाहिँ मैले एउटा सानो उसलाई सरप्राइज गर्ने सोच राखेको थिएँ। उसको जे भए पनि अब जन्मदिन अलिकति स्पेसलै हुन्छ नि त। अनि त्यही भएर मैले त्यस्तो ठुलो त केही पनि छैन, तर सानो भए पनि त्यो सोच राखेको थिएँ। अनि यसमा चाहिँ मलाई साथ दिनुहुने सन्ध्याको बेस्ट फ्रेन्ड हुनुहुन्छ बिकिसा एन्ड भाइ चिराग होइन। उहाँहरूले चाहिँ साथीहरू, म यही भिडियो मार्फत भन्न चाहन्छु, उहाँहरूले चाहिँ अनलाइन बिजनेस पनि गर्नुहुन्छ। अनि उहाँहरू मार्फत नै हामीले केही आइडियाहरू लिएर चाहिँ मलाई आज साथ दिँदै हुनुहुन्छ। अनि अब 4 बजेपछि चाहिँ नेपालको 4 बजे चाहिँ बिकिसाको अर्को जब पनि रहेछ साथीहरू। अनि उहाँको जब चाहिँ छुटेर अनि छुट्टी भएपछि चाहिँ जानुहुन्छ। अनि त्यसपछि चाहिँ हेरौँ के कस्तो रहन्छ। एकदमै धेरै एक्साइटेड पनि छु आज। अनि मेरो बुढालाई चाहिँ थाहा छैन, एकदम सरप्राइज है यो चाहिँ गाइस, भेनाको लागि दामी सरप्राइज हुन्छ। त्यही भनेर गरेको साथीहरू। अनि हेरौँ के कस्तो रहन्छ आजको भिडियोमा, यहाँहरू समक्ष ल्याउने कोसिसमा छु। हेर्दै गर्नुलाई त। नमस्कार। दाइ यहाँ मासतिर अहिले गइरहेको छ। आइहाल्नुहुन्छ? स्कुटी रोकेपछि सबै उतामा यो ल सानो सरप्राइज हजुरको लागि कसले दिनु भएको होला गेस गरिदिनु कसले दियो जस्तो लाग्यो दिने मान्छे एउटै त छ मेरो बुढी हो हैन यो कुकुरा सही भयो त भने यो पनि बर्थडे गिफ्ट भयो ल हजुरलाई ह्यापी बर्थडे टु यु। धन्यवाद। सानो गिफ्ट पनि छ। मेरो बुढीलाई धेरै धेरै धन्यवाद है। मेरो बुढी यस्तो खालको काम चाहिँ ठिकै छ। यो कुखुरा पक्रेको भयो के भन्न चाहनुहुन्छ उहाँलाई? मेसेजमा भनिदिनु होला उहाँ भिडियो। अब उसलाई के भन्नु, धेरै माया है। हजुर। अनि अब बर्थडेमा यो सरप्राइजको लागि धेरै धेरै धन्यवाद मेरो बुढीलाई। खुसी हुनु होइन,
के भन्नु अलिक त त्यस्तै हो अलिक धेरै बोल्नु आउँदैन होइन ल ल छोरा तपाईँको ल यता पनि निकालिदियो भिडियो मामुले हेर्नुहुन्छ भने यहाँ मामुलाई के भन्छ उता भनिदिनु मामुलाई यता देखाइदिनु त मामुलाई के भने हेलो भनिदिनु मामुलाई हेलो भन्दै हेलो भनिदेऊ त यता यो मगाइ आएर यो राखिदिएको भन्छ नि त यो राख्छु ल भाले यो आमालाई आमा यो हजुरलाई उहाँहरूले सानो धेरै धेरै धन्यवाद अब अनि यो पनि राख्नु यहाँभित्र परदेशमा भए पनि सम्झेर उसले आजको बर्थडे हो मेरो श्रीमानको भनेर होइन सम्झे धेरै धेरै धन्यवाद उसलाई श्रीमानलाई सम्झिनु भएको छ सुख शान्ति रहोस् चिताको काम पुरा होस् राम्रो होस् त्यही भन्छु है ल हुन्छ पठाइदिनु भएको कसले आमाले कि मामुले आमाले भन्छ ए आमा भन्छ राम्रो बाइन्ड्रेस आमाले पठाइदिनु भएको म घरिघरि भन्दाखेरि होइन आमाले भन्नु भनेर भन्छ नि आमाले आमालाई के भन्ने त थ्याङ्क यू भनिदेऊ न थ्याङ्क यू आमा चक्लेट पठाइदिनु भएकोमा भनिदेऊ मामुलाई पठाइदिनु आज मेरो बर्थडे हो इमा घरमा पनि त्यस्तो गर्ने यताबाट आउन खालको यताबाट पापाको बर्थडेमा घुमाइदौँ ह्यापी बर्थडे पापा बाई सक्यो खत्तम मेरो त एकैछिन सक्छ त केक काट्ने नि तिम्रो कस्तो ल ताली बजाइदेऊ न त हौ पापाहरूलाई ओके नो प्रब्लम ठिक छ त एकछिन भयो तँलाई दिने हो मेरो वाली बर्थडे पार्टी थ्याङ्क यू पापा ल बुढी अब केक पनि काट्छौँ नि अब हामी आफ्नो आफ्नो काम गर्छौँ है बाई फेरि पनि धेरै धेरै धन्यवाद मेरो बुढीलाई ल साथीहरू हाम्रो चाहिँ प्लान पनि जे सोचेको थियौँ त्यो पनि सक्सेस भइसक्यो अनि चिया खान थाल्यौँ पकाएर काम सकेपछि गर्दैछु म चाहिँ यो चाहिँ हिजोको मोमो है मोमो सरप्राइजको काम चाहिँ सरप्राइजको काम चाहिँ सक्यो साथीहरू अनि हामी चाहिँ चिया खाँदैछौँ बिहान चाहिँ हामीले चिया र मोमो मात्रै खानु साथीहरू अब चाहिँ ल खाना बनाएर यत्रो टाउकोमा लाउनु भिडियो कुन भिडियो रियाक्सन हेर्नु पाइन्छ अहिले भरे पठाइदिन्छ क्या मैले आलु काँचो काँचो बनाएर आलु भुटेर बास्का भित्र ब्याङ्कको थियो त्यो खाएँ आज म पकाउँछु अब के पकाउँछेस् कुखुराको मिठो मासु पकाउँछु आज मेरो बुढाको बर्थडेमा म तँलाई दिन्छु मासु दिँदा खालि खाँदी भन्ने गर्नु खाँदिन यसले मलाई अघिदेखि सुँगुरको मासु पकाएर खुवा भन्दै थियो कि साथीहरू अनि अब खानाहरू बनाएर खाने आज चाहिँ के गर्दा ल साथीहरू मैले अचेल एकदम धेरै नै चिया खान थालिसकेको छु नाइ त कस्तो नभएको त्यसको परिणाम अब खानाहरू बनाउँछु गुन्द्रुक पकाउँछु मिठो बाहिरको मौसम यस्तो खतरा चिसो छ
चिकन खाएको चिकन पाएको अब यहाँ गुन्द्रुक पकाउँछु। यो चाहिँ 2 जनाको लागि साथीहरू चिकन। ल खाएको ल हाम्रो गुन्द्रुक सिन्की पनि यतिको भएको छ साथीहरू। यतिको साँझ पनि परिसकेको छ। यता चाहिँ पानी परेको छ, यस्तो झमझम परेको छ। डेन्जर गर्जेर पानी परेको छ साथीहरू। अब चाहिँ हाम्रो बल्ल बल्ल विश्राम गर्ने बेला छ। चप्पल खोल, चप्पल खोल, यहाँ खोल्छु। तेरो छाला फुटाउनु नपरोस्। जे छ कोठामै मजा छ साथीहरू। ल साथीहरू, म चाहिँ खानाहरू खाइसकेर पनि सबै कामहरू सकेर पनि म चाहिँ अहिले रुममा आइसकेको छु। आजको सरप्राइज भिडियो चाहिँ म एकदमै धेरै खुसी छु। आज मेरो बुढाको जन्मदिनलाई चाहिँ अझै विशेष बनाउनको लागि साथ दिनुहुने उर्लाबारीबाट हुनुहुन्थ्यो बिकिसा एन्ड भाइ चिरागलाई चाहिँ म यहीँदेखि थ्याङ्क यू सो मच भन्न चाहन्छु। उहाँहरूप्रति चाहिँ म एकदमै आभारी छु, किनभने त्यति टाढादेखि उहाँहरूले मलाई साथ दिनुभयो। अनि साथीहरू, उहाँहरूको चाहिँ म मेरो टिकटकमा मेन्सन गरेर उहाँहरूको आइडी पनि राखिदिने नै छु। उहाँहरूको चाहिँ अनलाइन सपिङ चाहिँ रहेको छ, बिएनसी आउटलेट अनलाइन सपिङ रहेको छ। हजुरहरू पनि यस्तै मैले जस्तै टाढाबाट चाहिँ यसरी नै सरप्राइज हजुरहरूको आफ्नो आफन्तलाई सरप्राइज गर्न चाहनुहुन्छ भने चाहिँ बिएनसी आउटलेट अनलाइन सपिङलाई सम्झिनु होला भन्दै मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धन्यवाद भन्दै मेरो भिडियोलाई लाइक कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। बाई।